सम्पूर्णमा नमस्कार। मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी लिएर जाँदैछौँ। अहिले चाहिँ हामी छैन एनजिला हो। अनलाइन टिकट काटेको छु। एनजिलाको एनजी पुग्यो। हेलो गाइस, हामीले चाहिँ एनजिला मुभीका लागि अनलाइन टिकट बुक गरेको आज जाँदैछु अहिले। हामी अब पुग्न आँट्यौँ। अनि बिचमा चाहिँ मुलाबारी मङ्गलबार होइन, मङ्गलबारेमा चाहिँ ब्राउन सुगर अनि ट्याब्लेटहरू यो थिएन। स्कुलमा हस्पिटल देख्न सक्नुहुन्छ। दुईजनालाई चाहिँ पकडेको छ। धेरै मात्रामा ब्राउन सुगर अनि ट्याब्लेटहरू पकडेको छ। हामी चाहिँ अहिले गमको चियाबारीमा बस्न लाग्यौँ। एनजिला मुभीको सो चाहिँ 7 बजेदेखि छ। कस्तो हुन्छ हेर्नु होला। यो चाहिँ चिया बगान हो साथीहरू। अहिले चाहिँ यो चियाको पत्ता काटेको होला नि, कति राम्रो देखेको रहेछ। मेरो चिया बगान सब कटिङ गरेको होला होइन पत्ता है। चिया बगान सँगसँगै रहेको यो चाहिँ भाडबटेनी सुपर मार्केट। यो चाहिँ अहिले ट्रेनिङमा छ, राम्रो छ। अनि भइसक्यो 4 दमकको भाटबाट नि कस्तो दामी आइरहेको छ। त्यो पानीको खुराहरू चाहिँ माथि आइरहेछ, देख्न सक्नुहुन्छ। अनि आहान तिमी किन सुतेको भन त? हामी चाहिँ भाटबाट नि आइपुगिसकेका छौँ। अब एक्राउन हाल्छौँ। हामी चाहिँ भाटबाट नि बाटो चाहिँ बाहिर जाँदैछौँ। हाम्रो टिकटको फिल्मको सो हुन लागेको कारणले गर्दा हामी बाहिर जाँदैछौँ। के अरे होस् ढिलो हुन्छ। कति बज्यो हेर न। त्यो भाटबटेनी सुपर मार्केट। तार छैन टाउतो चाहिँ पार्किङ गरिसकेर अब माथि जान्छु। हामी चाहिँ यो मुभी हामी यो मुभी हेर्न आएको। एनजिला एनजिला दुईटा सो छ। जिल्ला मुभी नम्बर हेर न कति छ।
एन्जिला भर्खर त सुरु पनि भएर आइन्छ कति छ के 2 र 3 2 र 3 आज हामी डिएमएक्स दमकको डिएमएक्समा फिल्म हेर्न एन्जिला मुभी हेर्नको लागि आएछौँ कहाँ छौ के जी एच ए जस्तो सिटमा पो रहेछ नि त नि के 2 र 3 हामी एन्जिला मुभी हेर्नको लागि आएछौँ हाउसफुल हुन बाँकी छ भएको छैन अहिले अनलाइन खाना चाहिँ हाउसफुल थियो उपस्थिति कस्तो आउनु अहन यता हातवाला हात दिने हात दिनु न लडिन्छ अहिले आउनु छिटो दाइरहनु भएको अरे मध्यान्तर भएको छ यता अन्त भन्दैन त केही तिमी कुन फिल्म हेर्न आएको अरे भन्नु एन्जिला फुटबल खेलाडीको मन पर्यो त्यसलाई मन परेन मन पर्यो सकेर फर्केको 10:30 बजिसक्यो एन्जिला मुभी हेरेर रुवाउने खालको परिवारै बन्दैन हेर्ने खालको रुने खालको फिल्म छ आएर हेर्नु होला कसले भेटेको केमा थियो दिदी केमा बाइकमा केमा पुराबाट हिँड्नु मिल्दैन मिल्छ नि चाहिँ यहाँ चाहिँ पुलिसले ड्रग्स भेटाउनु भएको अरे ड्रग्स त्यहाँ
ट्याब्लेट पनि हाने कि पुलिसले रस भेटाएको रहेछ ड्रग्स र ट्याब्लेट भेटेको रहेछ ल